हरिओम राधे राधे। एकैछिन गाडीमा बस्दै बस्दा एउटा विषयमा चर्चा गरौँ अर्थात् केही दुई शब्द राखौँ कि भन्ने लाग्यो मलाई। रिस प्राय हामीले भन्ने गर्छौँ मलाई साह्रै रिस उठ्छ है, मलाई धेरै रिस उठ्छ, म रिसमा आगो हुन्छु, रिसमा खटाउनै सक्दिनँ, म रिसेपछि त म संसार जलाउन सक्छु, म मरेको पनि थाहा पाउन्न, मारेको पनि थाहा पाउन्न भन्ने जस्ता कुराहरू आउँछन् होइन। इभन मैले पनि भन्छु होला। तर रिस भन्ने के हो, यसलाई कसरी परिभाषित गर्न सकिन्छ होला भन्ने यस्तो कुरामा चाहिँ चर्चा गर्न अत्यन्त राम्रो लाग्छ मलाई। मलाई लाग्छ रिस भनेको के हो भन्दाखेरि, जस्तै म अहिले बाटोमा हिँड्दैछु होइन, मैले हेर्न सक्ने अर्थात् खेप्न सक्ने जस्तो विषयवस्तु त्यहाँ समावेश छ भने मैले त्यसलाई चाहिँ हप्काउन सक्छु, धप्काउन सक्छु होइन, लड्न सक्छु, गाली गर्न सक्छु। तर म शेर हुँ र ऊ सवा शेर छ भने पक्कै पनि त्यहाँ चाहिँ त्यो चाहिँ बोली हुँदैन होइन। जस्तै अब हामी सँगसाथी, दाजुभाइ, दिदीबहिनी, बुढाबुढी, गर्लफ्रेन्ड बोयफ्रेन्ड होइन, भाइ बहिनी जो भी हो, छोराछोरी, आमा बुवा जो भी हो, अलिकति तँ ममा अर्थात् बार्गेनिङ, लडाइँ झगडा, हैट हैट भन्न पाइयो। तर त्यही चिज जस्तै मानव कि योको कुरालाई हेर्दा अगाडि चाहिँ अब पुलिस अफसरहरू होलान्, केही होलान्, तिनीहरूसँग त हामी लडाइँ झगडा गर्न सकिन्न। इभन मालिकहरूसँग पनि होइन, राम्रो अब त्यति डिस्टेन्स छ भने साहुहरूसँग हामी त्यसरी त लडाइँ झगडा गर्न सकिन्न होइन। किन, त्यहाँ यतिकिन डर कर छ, यतिकिन रिस्पोन्स रिस्पेक्ट छ। त्यस कारणले हामी लडाइँ झगडा गर्ने अर्थात् रिस काबु गर्न नसक्ने भनेको चाहिँ दबिएका, दबाइएका मात्रै हो कि जस्तो लाग्छ। हजुरलाई कस्तो लाग्छ ल भन्नुहोस् त। ठिक छ, हजुरलाई अत्यधिक मात्रामा रिस आउँछ, अब हजुरको भिजा खत्तम हुन लागेको छ, दुबईमा हुनुहुन्छ अरे समथिङ, गोजा त्यति पैसा पनि छैन होला कि आफूले चाहिँ बाहिर निस्केर आफूले भिजा लगाउनु गरौँ। तर साउर किचकिच काचकाच गर्छन्। तर तपाईँलाई यहाँ जब पनि गर्नु छ अर्थात् दुई पैसा पनि कमाउनु छ, यही देशमै टिक्नु छ भने हजुर चाहिँ सबै सहेर चुम्म लाएर होइन, भिगी बिल्ली भने जस्तो होइन, चुप्प लाएर चाहिँ त्यसलाई सहेर अगाडि बढिन्छ। त्यस्तै हो कि जस्तो लाग्छ मलाई रिस भनेको। अब हजुरले कसरी बुझ्नुहुन्छ भने ल, जसले जसरी बुझ्नुहुन्छ त्यसरी एक्सप्लेन गर्नुलाई त मैले प्रिपेयर गरेर होइन, जस्ट सडनली यहाँ बसिरहेको बेला यसो 2 मिनटको लागि चाहिँ यो विषयमा कुरा गरेँ कस्तो होला भनेर चाहिँ मैले झ्याप्पै गरेँ हो। अन्यथा नसोच्नु होला। थ्याङ्क यू सो मच, धन्यवाद, राधे राधे।